नमस्कार, यो भिडियोमा चाहिँ हामी चाहिँ घरमै बसेर अनलाइनबाट चाहिँ भोटर आइडी कसरी बनाउन सकिन्छ भनेर चाहिँ हेर्दैछौँ। त्यसको लागि चाहिँ सिम्पली क्रोम ब्राउजरमा गएर चाहिँ हामी सर्च बारमा गएर चाहिँ इलेक्सन कमिसन नेपाल भनेर सर्च गरिन्छ। त्यसपछि यो फर्स्ट पेजमा चाहिँ क्लिक गरिसकेपछि चाहिँ इलेक्सन कमिसन नेपालको फर्स्ट पेजमा यस्तो इन्टरपेज ओपन हुन्छ। त्यसपछि हामी चाहिँ यो यस्तो पेज खुल्छ हैन। अनि मतदाता नामावली प्री रजिस्ट्रेसन र अध्यावधिकमा क्लिक गरिन्छ। त्यसपछि यस्तो इन्टरपेज ओपन हुन्छ। राष्ट्रिय परिचय पत्र नबनाउनु भएकोले नयाँ दर्तामा क्लिक गर्नु होला हैन। नयाँ दर्तामा क्लिक गरिसकेपछि चाहिँ जसले चाहिँ राष्ट्रिय परिचय पत्रको आधारमा भर्दै हुनुहुन्छ उसले चाहिँ यो राष्ट्रिय परिचय पत्रको नम्बर, जन्म मिति र पहिलो नाम अङ्ग्रेजीमा भर्नुपर्ने हुन्छ र अन्त्यमा चाहिँ यो सही उत्तर हान्नुहोस् भनेको छ 1+2 सिम्पली चाहिँ 3 यसरी गर्नु होला। यस्तो गरिसकेपछि चाहिँ तपाईँको चाहिँ भेरिफिकेसनको लागि चाहिँ तपाईँको डाटा सबमिट हुन्छ हैन। त्यसपछि तपाईँले चाहिँ तपाईँको मतदान गर्ने स्थानको चाहिँ ठाउँ चुज गर्नुपर्ने हुन्छ हैन। सिम्पली तपाईँले आफ्नो मतदान स्थानको नाम चुज गरिसकेपछि चाहिँ तपाईँले चाहिँ तपाईँको आफ्नो नाम र नम्बर आफूले यहाँनिर लेख्नुपर्ने हुन्छ। अनि अर्को बटनमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ तपाईँको सम्पूर्ण डाटा रेडी भयो हैन। अनि पिडिएफको लागि तपाईँले ओके गर्नु।